यो नेपालटारदेखि मङ्गलबारेसम्म जोडिने बाटो यस्तो छ अवस्था। राम यो भौडीमा ब्लाङ्गे पस्यो भने त बर्बाद हुन्छ त हौ। पोखरी छ नि अनि अटो को छ र पनि थोरै मात्रै चिप्ल्यो भने हिलोमा ज्यानहरू हिलोमा। ठेकादारको नेपालको ठेका प्रविधि नै हो क्या खतम। नेतालाई अलिअलि उसको आयो काम अच्छा पैसा सेटिङमा मिलाएर निकालेर खायो। होइन आजभन्दा 2 वर्ष कि 3 वर्ष अगाडि हिँड्दाखेरि राम्रो थियो यो बाटो। धेरै कम चल्ने। यो सञ्चले हिँड्नु पाए पो हेरौँ त। त्यो पनि दुईचोटि, एकचोटि मात्रै होइन। एकचोटि यो ब्रिज बनेर वरपरै पुरै कच्ची रोड जतिकै भइसकेको थियो। त्यस पछाडि फेरि बनाएको नि यो रोड, तर त्यो पनि यस्तो भइसक्यो हेरौँ। यो बिचमा अलिकति यो यो माथिको ट्रेनहरू सबै यस्तो भत्किएर सबै सकिसक्यो अनि के यस्तो। अब नालीहरू यस्तो छ। नाली नै छैन नि, छैन नि। हिलो आस्ते आस्ते बिस्तारै स्लोली एकदम स्लो मोसनमा भने एक मिस्टेक हिलोमा पछाडै नि। यस्तो ठेकेदारहरूलाई चाहिँ ल्याएर एकचोटि यतिखेर पानी परेको बेला क्या वर पर बाइकमा चढाएर कुदाउनु पर्ने क्या। उसलाई नि महसुस होस् न हटको मैले कस्तो बाटो बनाएछु भनेर नि। पानी सुरु भयो है। बाटो आज पानीले पनि बेला जस्तो छ। ए खाल्डो हेरौँ न यहाँ पक्की बाटो अरे यस्तो खाल्डो। छो